सो हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। म चाहिँ एकदम सन्चै छु। आई होप तपाईँहरू पनि एकदम सन्चै हुनुहुन्छ होला। हाम्रो घरमा चाहिँ अलिकति ढुङ्गा चाहिएको थियो, अनिखेर दाइ र म चाहिँ ठेलकाडा लिएर ढुङ्गा बोक्नतिर लागे। हेर्नु न मेरो ढङ्ग। हामीले चाहिँ गाडामा ढुङ्गा हालेर घरतिर लिएर हिँडे। यसरी लिएर हिँडेको मजा छुट्टै छ क्या। यहाँनिर चाहिँ गाडा तान्नु पर्ने हुन्छ, अनिखेर भाइले र मैले चाहिँ ताने, म दाइले चाहिँ पछाडिबाट ठेल्नु भयो। मेरो भाइको पारा छुट्टै छु फेरि। तपाईँ के भन्न चाहनुहुन्छ? डिप्रेसन। गाडामा ढुङ्गा हालेर कुद्याउँदै ल्याउँदै थिएँ, अल्झेर गम्बै पो लड्यो। दाइरा भाइ त गुटुङ्नु कुद्दै पो आउँदो रहेछन्। 2-3 गाडा ढुङ्गा ल्याएर खनाइदिउँ। ढुङ्गा बोकी हामी चाहिँ थाकिसकेका थियौँ, अनिखेर पानी खानको लागि छोटो ब्रेक लियौँ। सो आजलाई चाहिँ यति नै। अझै यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।